यहोशू 4 अध्याय सम्झनाका निम्ति ढुङ्गाहरू। जब सबै मानिसहरू पार तरिसके तब परमप्रभुले यहोशूलाई भन्नुभयो, मानिसहरूबाट 12 जना पुरुष कुलै पछि एक पुरुष गरी लिएर तिनीहरूलाई यसो भन्ने आज्ञा दे, यर्दन नदीको बीचमा पुजारीहरूका खुट्टाले टेकेको ठाउँबाट 12 वटा ढुङ्गा लिई तिमीहरूका साथमा बोकेर ल्याऊ र आज राति तिमीहरू जहाँ डेरा हालेर बस्छौ त्यही राखिदेऊ। यसकारण इजरायलीहरूबाट यहोशूले कुलै पिछेको एक गरी चुनेका 12 जनालाई बोलाए। यहोशूले तिनीहरूलाई भने, तिमीहरू परमप्रभु आफ्ना परमेश्वरका सन्दुकको सामु यर्दन नदीको बीचमा जाऊ र इजरायलीहरूका कुलको गन्ती अनुसार हरेकले एक वटा ढुङ्गा आफ्नो काँधमा राखेर ल्याऊ। तिमीहरूका बीचमा यो एक चिनो रहोस् र पछि भविष्यमा तिमीहरूका छोराछोरीहरूले यी ढुङ्गाहरूको अर्थ के हो भनेर सोद्धा तिमीहरूले तिनीहरूलाई यसो भन्नु, परमप्रभुका करारका सन्दुकको सामु यर्दनको पानी रोकिएको थियो। यर्दन पार गर्दा यर्दनको पानी रोकिएको थियो। यी ढुङ्गाहरू इजरायलीहरूका निम्ति सदाका स्मारकको रूपमा रहनेछन्। परमप्रभुले यहोशूलाई भन्नुभए अनुसार यहोशूको आदेश पालन गरेर इजरायलका कुलको सङ्ख्या अनुसार इजरायलीहरूले यर्दनको बीचबाट ढुङ्गाहरू ल्याए र तिनीहरू बसेका ठाउँमा राखे। करारको सन्दुक बोक्ने पुजारीहरूका खुट्टाले टेकेको ठाउँ अर्थात् यर्दनको बीचबाट ल्याइएका 12 वटा ढुङ्गा यहोशूले उभ्याए। ती आजको दिनसम्म त्यही छन्। मोसाले यहोशूलाई अराए अनुसार मानिसहरूलाई सुनाउनलाई परमप्रभुले यहोशूलाई दिनुभएको आज्ञाका सबै काम पुरा नहुन्जेल सन्दुक बोक्ने पुजारीहरू यर्दनको बीचमै उभिरहे र मानिसहरू चाँडो गरेर पार तरे। अनि जब सबै मानिसहरू पार तरिसके तब परमप्रभुको सन्दुक र पुजारीहरू पनि मानिसहरूका सामुन्ने पार तरे। मोसाले तिनीहरूलाई भने, बमोजिम रुबेनका सन्तान, गादका सन्तान र मनस्यको आधा कुल पनि इजरायलीहरूका सामुन्ने हात हतियार भिरेर तरे। करिब 40,000 जति लडाईँको लागि हात हतियार भिरेका पुरुषहरू लडाईँ गर्नलाई परमप्रभुको सामु पार तरेर यरियोको मैदानतिर लागे। त्यस दिन सबै इजरायलीहरूका नजरमा परमप्रभुले यहोशूलाई उचाल्नुभयो र तिनीहरूले तिनको जीवनभरि मोसालाई झै यहोशूलाई आदर गरे। तब परमप्रभुले यहोशूलाई भन्नुभयो, गवाहीको सन्दुक बोक्ने पुजारीहरूलाई यर्दनबाट उक्ली आउनु भनी हुकुम गर। यसकारण यहोशूले पुजारीहरूलाई तिमीहरू यर्दनबाट उक्लेर आऊ भन्ने हुकुम गरे। परमप्रभुका करारको सन्दुक बोक्ने पुजारीहरू यर्दनको बीचबाट उक्लिसकेपछि तिनीहरूका पैतालाले ओबानो भूमिमा टेक्ने बित्तिकै यर्दनको पानी आफ्नो बाटोमा फर्केर आयो र अघि झै किनार ढाकेर बग्न थाल्यो। पहिलो महिनाको 10औं दिनमा मानिसहरूले